हेलो नमस्ते। आज 31 डिसेम्बर 2025 आजको अन्तिम दिन। आज सायद यो सालको अन्तिम दिन भएर पनि होला यी बादलहरू पनि मजाले उडेर आएर यो बिदाईको पल है एकअर्कामा छुट्टिनुको लागि होला सायद उहाँहरू पनि हतार पत्तर उडेर ती डाँडालाई छुनु खोजिरहेको छ जसको मिलन है मिलन पनि छ बिछोड पनि छ। मिलन ती डाँडासँग छन्, बिछोड यो नयाँ साल पुरानो साल होइन। यस्तै छ कुराहरू। ओके, आफ्टर लङ ग्याप है तपाईँहरूलाई फेरि पनि म भिडियो बनाउन लागिरहेको छु। त्यो के भन्दाखेरि भर्खरै मात्रै रिलिज भएको चलचित्र धमिलो पहाड दार्जिलिङ सिक्किम र तल सिलगढीतिर धमाल मचाइरहेको छ है। सायद हाम्रो यो पहिलो चलचित्र होला आफ्टर लङ ग्याप आपा पछि होइन। आजभन्दा धेरै वर्ष अगाडि 7-8 वर्ष अगाडि सायद आपा चलचित्र आएको थियो। आपा चलचित्रले पनि यसरी क्रेज लिएको थियो अनि हामीलाई लाग्छ कि त्यति बेला आपा चलचित्रले एउटा नयाँ इतिहास नै कायम गरेको थियो। अनि त्यही सेम अहिले फेरि धमिलो पहाडले नयाँ इतिहासै रचेको छ। त्यो पनि त्यति बेला जति बेला चाहिँ दार्जिलिङमा है एकदमै राम्रो राम्रो चलचित्रहरू आएको समय हाम्रो अर्ग्यानिक भनौँ हाम्रै दार्जिलिङले बनाएको निर्माण गरेको चलचित्र है धमिलो पहाडले धेरै सामना गर्नु परे तापनि फेरि भन्नुपर्दाखेरि धमिलो पहाडले एउटा राम्रो माया पाएको छ र हजुरहरूको आशीर्वाद पाएको छ है। र सबैलाई नै एउटा कलाकारको हिसाबले पनि धन्यवाद दिनुपर्छ र दिन चाहन्छु पनि है। त्यो के भन्दाखेरि तपाईँलाई थाहै छ भर्खरै मात्रै रिलिज भएको होइन अवतार जो अङ्ग्रेजी चलचित्र, धुरन्धर हिन्दी मुभी होइन, जारी 2 सँगसँगै उनको स्वेटर भन्दाखेरि सानो भन्नु मन लागिहाल्यो है। उनको स्वेटर जसले हेर्नु भएको छैन तपाईँले त्यस चलचित्रलाई पनि हेरिदिनुहोस्, किनभने त्यस चलचित्रमा पनि हुन त नेपालबाट निर्माण गरेको चलचित्र हो कि तर त्यसमा हाम्रो दार्जिलिङका कलाकारहरूले पनि काम गर्नुभएको छन् है। जो हाम्रो स्रष्टाहरू हुनुहुन्छ उहाँहरू मेनुका आन्टी भयो, देउरा शेर्पा सर हुनुहुन्छ होइन, उहाँहरूको कलालाई पनि तपाईँले हेरिदिनुहोस्। त्यसरी नै जारी पनि हेरिदिनुहोस् है, त्यो जारी 2 पनि। अनि सँगसँगै हाम्रो धमिलो पहाडलाई चाहिँ 50 दिन चाहिँ पुर्याइदिनुहोस् न, यही नै हामी अपिल गर्न चाहन्छौँ। किनभने हामीले अहिलेसम्म 50 दिन सायद मनाएको छैन होला नेपाली चलचित्रले दार्जिलिङमा चाहिँ। पहिला मनाउँथ्यो, लौरीहरूले मनाएको होला जस्तो लाग्छ, साइनुले मनाएको होला होइन, तृष्णाले सायद मनायो होला त्यो समयमा। तर अहिले चाहिँ अब आफ्टर लङ ग्याप हो नि त। फेरि त्यो पनि के भन्दाखेरि अहिले अब तपाईँहरूलाई भन्नुपर्दाखेरि अहिलेको समयमा नभनेको पनि दिनमा 3टा सो 4टा सो दिइरहेको छ है। 3टा सोमा 2टा सो हाउसफुल जानु भनेको एउटा यो इतिहास कायम नै भएको भन्नुपर्छ हामीले। यसमा कुनै कसै त्यो मिली भगत तिमी गएर हेरिदेऊ यस्तो उयो छैन। पहिला रिक्वेस्ट भयो, अहिले अब गाउँबाट गाउँबाट अलिक गाडी जान थालेको छ। मेरै गाउँबाट पनि भन्नुपर्दाखेरि अहिलेसम्म मैले गरेको लगभग 4-5 गाडी बस भइसक्यो। त्यो पुरानो दिनहरू फेरि याद दोहोऱ्याउँदैछ क्या उहाँहरूले, यी गाडीमा रिजर्भ गरेर जाने होइन, त्यो पलहरू फेरि उहाँहरूले रिक्रिएसन गर्दैछ होइन। त्यो एउटा राम्रो कुरो हो यो जगतको लागि है, यो क्षेत्रको लागि, यो सिने जगतको लागि नै भनौँ न कि एउटा फेरि अब एउटा नयाँ बाटो हामीले पाउँदैछौँ कि जस्तो लाग्दैछ है। यसको लागि धमिलो पहाडको मात्रै योगदान छ जस्तो मलाई लाग्यो होइन। यसमा धेरै थुप्रै कलिला चिचिला हाम्रा कलाकारहरू भयो, फिल्म मेकरहरू भयो, चाहे सर्ट मुभी नै किन नहोस्, चाहे कन्टेन्ट क्रिएटर नै किन नहोस् होइन, या विभिन्न प्लेटफर्ममा आफ्नो कलाहरू हामीले दिइरहेको छौँ होइन, बनाइरहेको छौँ, गरिरहेको छौँ। तर आज योपालि चाहिँ एउटा ठुलो बजेटको मुभी जो धमिलो पहाडले चाहिँ राम्रो जग्गा पाएको मात्र हो। अनि यसले एउटा हामी यो पनि छ कि अब राम्रो चिज हामीले बनायौँ भने हामी राम्रोलाई जहिले पनि पक्षमा बस्नुपर्छ। हामी जहिले हाम्रो मात्रै भन्नु हुँदैन, हामी राम्रोको पक्षमा बस्नुपर्छ। किन भन्दाखेरि राम्रो चाहिँ यस्तो हो कि अब राम्रो छ भने चाहिँ हामी सबै पचाउँछौँ नि त होइन। जस्तै कन्तारा मुभी साउथको हो नि त, त्यो राम्रो मुभी चाहिँ हामी पचायौँ नि। बाहुबली, आरआर के भने होइन, पुष्पा होइन, त्यस्तो मुभीहरू हामीले कतिवटा भाषा नबुझे तापनि कतिवटा अब त्यस्तो लिङ्क थिएन र पनि हामीले त्यो संस्कृतिहरू हामीसँग लिङ्क नहुँदा पनि हामीले के गर्यौँ उहाँहरूसँग
एउटा फिल्मको माध्यमबाट कनेक्ट भयो नि त हामीले कतिवटा साउथको कथाहरू हामीले बुझ्ने कोसिस गर्छौँ होइन वर्ल्ड वाइडमा हेऱ्यो भने अब हलिउडमा बनेको मुभीहरूलाई हामी बुझ्ने कोसिस गर्छौँ होइन त्यस्तै हो तर हामी त्यही नै भन्नुपर्छ राम्रोको पक्षमा जानुपर्छ होइन सबै हाम्रै मात्रै भन्नु पनि भएन योपालि धमिलो पहाड एउटा राम्रो बनिएछ राम्रै बनिएछ भनौँ है राम्रो बनिएको पनि छ हो टुटी फुटी छ यसलाई मान्नुपर्छ त्यो किन भन्दाखेरि अब तपाईँलाई थाहै छ नि हाम्रोमा त्यस्तो डरलाग्दो इक्विपमेन्ट त छैन नि त होइन अब भन्नु हो भने बलिउडले लो बजेटमा पिक्चर बनाएन अहिले कति बनाउँछ होला मिनिमम 20 करोड दिनुको लागि बनाउँछ होला होइन उनीहरूको भिएफएक्स 3 मिनट 1 मिनट 2 मिनट गऱ्यो भने लगभग कति लाखौँ लाख रुपियाँ खर्च गरेको हुन्छ 1 मिनट अलिकतिको सिन हाल्नु पऱ्यो तर उनीहरू त डल्डल्लै पिक्चरै त अब भिएफएक्स गरेर बनाउनु थालिसक्यो होइन तर हाम्रो त्यो सायद छैन होला त्यस्तो डरलाग्दो छैन नै भन्नुपर्छ हाम्रोमा सायद साउन्ड डिजाइन ठिक छैन होला होइन हाम्रोमा कतिवटा टेक्निकल नलेजहरूमा हाम्रोमा पुगेन होला कलर करेक्सन राम्रो भएन होला या के भएन त्यो कतिवटा कुरोलाई तपाईँले एक्सक्युज गरिदिनुहोस् किनभने अहिले सिकाइको समयमा भुल त हुन्छ नि है यो होइन कि त्यो भुलकै पछाडि मात्रै लाग्नु भएन नि त हामी अब हामीले नानीहरूलाई पढाउँदाखेरि पनि थाहा हुन्छ नि नानीहरू होइन कतिवटा भुलहरू उनीहरूले लेखिन्छ नि स्पेलिङ मिस्टेक लेख्छ नि उच्चारण मिस्टेक गर्छ होइन र पनि त्यो त सिकाइ हो नि त सिक्छ नि बिस्तारै बिस्तारै गरेर है त्यसलाई त्यसरी नै हेरौँ न हामी भन्दै है आज अब यो पुरानो साल 2025को अन्तिम दिन तपाईँहरूलाई पनि यो अन्तिम दिन मजाले मनाउनुहोस् है साह्रै टाढो टाढो जर्नी नगर्नुहोस् किनभने बेसीभन्दा बेसी अब एक्सिडेन्ट हुने चान्सेसहरू प्रोबेबली यो 31 तारिकहरूमा नै हुने चान्सेस हुन्छ है त्यसले गर्दामा हामी टाढो गयौँ भने नि अलिक जोगिएर है किनभने समय लिएर जाउँ समय लिएर नै फर्क्यौँ यही नै भन्न चाहन्छु होइन किनभने तपाईँ गएको जग्गामा त तपाईँ जानुहुन्छ घरमा कसैले पर्खिरहेको हुन्छ नि त त्यो पनि सम्झौँ न हामी है यसरी नै हामी हेरौँ यही कुराहरू छ अब नयाँ सालमा अब तपाईँलाई पनि नयाँ सालको शुभकामना 2026को है अब के गर्नु बिस्तारै बिस्तारै दारीहरू फुल्दैछ जुङ्गाहरूले त्यतिर फुल्दै गरेर देखेको थिएँ होइन कपाल त टन्नै फुलिसक्यो नयाँ साल लाग्दा पनि डर लाग्छ किन भन्दाखेरि पहिला त सानो सानो हुँदा त है कति खुसी लाग्थ्यो नि नयाँ साल भन्दाखेरि एउटा सर्टन एजमा पुग्दो रहेछ कि त्यो एजमा पुगिसकेपछि चाहिँ यस्तो हुँदो रहेछ कि मैले हिजो सोच्दै थिएँ क्या साला म 6-7 पढ्दाखेरि है ठुल्ठुलो दिदीहरू रामी रामी नै हुन्छ नि त उनीहरूलाई चम्किनुको लागि होला अब ठुलो भएको जस्तो लाग्थ्यो क्या त्यति बेला अहिले ठुलो भएर होला कि कसैले अङ्कल भन्दा पनि मन छक्क हुन्छ क्या कता क्या के नमिलेको ला कति कुरो अन्त अस्ति मलाई साथीले भन्दै थियो ए हेर्नु त भन्न भने अब बजारमा हाफ सेन्चुरी हान्नु आँट्यो त है हेरेको त कि खै होला हौ तैँले हानिस म त हानेको छुइनँ भने कुरा नगर्न तर म एउटै त मैले भन्नु हाफ सेन्चुरी हान्नु आँट्यो नि हामी किनभने 40+ भइसक्यो नि त अन्त अब त्यही डिसेम्बरकै टाइमको कुरा होइन हिजो अस्तिको दिनको कुरा यसरी सालको अन्त हुँदा पनि कुनै आयुको अन्त भएको जस्तो लाग्छ त म त आजकल त बाँच्ने दिनहरू घटेको जस्तो लाग्छ हौ आजकल त अनि है डर लाग्छ नि हौ भन्दै कि हो हामीले केही गर्नु सकिरहेको छैनौँ कोसिसमा छौँ है म त भन्छु अस्ति जिस्किँदै पनि भनेको थिएँ तपाईँलाई म त त्यो एउटा समाजको खोजीमा छु जुन चाहिँ समाज होइन बिहान फेसबुकमा देखिन्छ नि त कि आज फल्ना बित्नुभयो होइन हाम्रो समाजलाई ठुलो क्षति भयो भनेर लेखिरहेको हुन्छ नि त साहित्य क्षेत्रमा कला क्षेत्रमा सङ्गीत क्षेत्रमा है अनि म आफै सोच्छु कि यो जिउँदो हुँदा नचिन्ने समाज चाहिँ मरेर चिन्ने समाज चाहिँ कहाँनिर बसेको छ जस्तो पनि लाग्छ कि एउटा पार्ट अफ लाइफको कुरा भनेको मात्रै साह्रो सिरियस नलिनुहोस् न यो चाहिँ हाम्रो घरबाट देख्ने दृश्य है साह्रो राम्रो देखियो नि त आज कि यो बादल मजाले उडेर एउटा सर्टन हाइटमा आएर अल्झिरहेछ क्या मानव केले अल्झिरहेको जस्तो क्या त्यो एउटा आपा पिक्चरमा गीत छ नि है जान्नुहोस् कुनि के
ना 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 कुहिरोको बाटो हो नि क्या सायद त्यस्तै हुन्थ्यो होला है कुहिरोको बाटो सायद त्यो कुहिरोमा मजाले टिक्दै 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 गयो त्यो पारी खरसाङमा पुग्छ होला जस्तो क्या कति मजाको देखेको है अघि हुन त मलाई पनि त्यस्तो फिल गरेको थिइनँ क्या हेरिरहेको थिएँ कस्तो थिएन अब त्यो डेली देखिरहेको हुन्छ त्यस्तो याद हुँदैन नि त तर यहाँ 2-3वटा उयो आयो नि गेस्टहरू आयो नि त कि अन्त गेस्टहरू आएर चाहिँ उनीहरूले भन्दै थियो, अरे हामी त बादलदेखि माथि पो रहेछौँ त हौ भन्दै थियो क्या अन्त उनी एकदमै एक्साइटेड भएर फोटोहरू खिच्यो नि त कि त्यति बेला मैले पनि सोचेँ है साँच्ची नै हामी त्यो धार्मिक उयो के धारावाहिकहरूतिर हेर्दा देख्छु नि देवी देवताहरू चाहिँ यस्तै उयसतिर कि भन्छ धुम्मातिर होइन माथि माथि उडिरहेको है सायद अनसिनमा त छ होला नि उहाँहरू घुम्दै होला नि है तर अब हामीले यहाँ खुल्ला आँखाले नदेखेको मात्रै हो अहिले भन्नुपर्दाखेरि दार्जिलिङको वेदर एकदम राम्रो छ बिहानदेखि बेलुकासम्म घाम लाग्दैछ यति नै हो घाम लाग्यो भन्दामा लुगा कम्ती नलाउनुहोस् लुगा लाउनै पर्छ किनभने जाडो छ विन्टरै हो विन्टरकै हिसाबले हेर्नुपर्छ है नभए फेरि कालै मान्छेहरू फेरि निलो निलो हुन्छ नि हो अन्त सिलगढी अलिक जाडो छ अरे भन्दैछ अघि कसले म भन्दै थियो यो कुरा हुँदै थियो तल सिलगढी लगाउने है हाम्रो दार्जिलिङमा चाहिँ अलिक मोटामोटी तातो नै छ यतिको तातो नै भन्नुपर्छ यो साल सायद हिउँ पर्ने आसमा बित्ने रहेछ जस्तो लाग्दैछ है हिउँ चाहिँ नपर्ने नै रहेछ क्या हो किनभने अब डिसेम्बर सकिहाल्यो भोलिदेखि जनवरी लाग्छ जनवरी 15सम्म माघे खाँदा ठिकै देन आफ्टर के हुन्छ 26 जनवरी त्यहाँबाट स्कुलको फिस भन्दा त त्यसै पनि गरम भइहाल्छ नि होइन ल ओके स्टे ट्युन होइन प्रवचन 17 यदि पहिलोपल्ट तपाईँले हेर्नु हुँदैछ भने सब्सक्राइब लाइक गर्नु चाहिँ नबिर्सिनुहोस् है अनि यदि तपाईँ पहिल्यैबाट नै हेरिरहनु भएको छ जोडिरहनु भएको छ भने चाहिँ है तपाईँहरूलाई पनि यही नै भन्न चाहन्छु कि मन पऱ्यो भने चाहिँ कमेन्ट चाहिँ छोडिदिनुहोस् है अनि यदि धमिलो चलचित्र हेर्नु भएको छैन भने उनको स्वेटर हेर्नु भएको छैन भने जारी 2 हेर्नु भएको छैन भने होइन त्यो पिक्चरहरूलाई पनि हेरिदिनुहोस् यही नै भन्न चाहन्छु है किनभने 2026को तपाईँ सबैलाई मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु भन्दै है आजको मेरो सानो भ्लग चाहिँ यही नै अन्त गरेँ नि है ल ओके थ्याङ्क यू स्टे ट्युन ह्याप्पी न्यु इयर ल 1 वर्ष फेरि बुढो भयो है त हामी फेरि ल केही छैन